तपाईले कहिले सोच्नुभयो एउटा सानो कुकुर जो सडकमा बस्छ त्यसलाई एक दिन सिधै आकाशमा पठाउने भए के हुन्छ? यो कुनै फिल्मको कथा होइन, यो हो लाइकाको रियल स्टोरी। सन् 1997 1957 मस्कावको चिसो सडक हिउँ परिरहेको छ। चिसो हावा चलिरहेको छ। त्यही सडकमा एउटा सानो खैरो कुकुर खाना खोज्दै हिँडिरहेको छ। उसको नाम छैन, घर छैन, कोही मालिक छैन। ऊ नर्मल सडकको कुकुर हो। तर के उसलाई थाहा थियो कि केही दिनपछि उसको नाम दुनियाँभर सुनिन्छ? त्यो बेला अमेरिका र सोभियत युनियन बीच स्पेस रेस चलिरहेको थियो। दुई देशको एउटा मात्रै लक्ष्य थियो, सबभन्दा पहिला अन्तरिक्षमा पुग्ने। साइन्टिस्टहरूले सोचे मान्छेहरू पठाउन भन्दा पहिला कुनै जनावर पठाउने। कुकुरहरू चुनियो किनभने सडकका कुकुरहरू स्ट्रङ हुन्छन्, सहन सक्छन् र त्यसरी नै त्यो सानो कुकुर छानियो। उसको नाम राखे लाइका। लाइकालाई सानो बक्समा राखे घण्टासम्म बन्द गरेको थियो। ठुलो आवाज सुनाइयो थियो, रोकेट जस्तो हल्ला गरिएको थियो। कहिले ऊ डराउँथी, कहिले चुपचाप बस्थी। ऊ के सोच्थी होला, यो सब किन हुँदैछ? ऊ मात्र भरोसा गरेकी थिइन् मान्छेमा। लन्चको दिन 3 नोभेम्बर 1997 रकेट रेडी थियो, स्पुतनिक 2। लाइकालाई भित्र राखे, उसको शरीरमा मसिन जोडे जसको माध्यमले उसको हार्टबिट नाप्ने थियो। काउन्टडाउन सुरु भयो। 5 4 3 2 1 अनि रकेट जोरले उड्यो। मान्छेहरू ताली बजाइरहेथे र लाइका पृथ्वीभन्दा धेरै टाढा जाँदै थिइन्। सोच्नुस् त, सडकको कुकुर आकाशमा। दुनियाँलाई सुरुमा भनिएको थियो कि लाइका धेरै दिनसम्म बाँचिन्, तर पछि सत्य बाहिर आयो। रकेटभित्र धेरै गर्मी बढेको थियो। लाइका केही घण्टामै गर्मी र तनावको कारण मरिन्। ऊ फर्केर कहिल्यै आएनन्। आज पनि रसियामा लाइकाको स्ट्याचु छ। मान्छेहरू उसलाई याद गर्छन्। ऊ एउटा नर्मल कुकुर थिई, तर उसले असाधारण काम गरिन्। उसको यात्राले मान्छेलाई अन्तरिक्षको बाटो देखायो। त्यो साथीहरू कहिले काहीँ इतिहास बनाउनेहरू सबभन्दा सानो हुन्छन्। लाइकालाई केही थाहा थिएन। ऊ त मात्र मान्छेको साथमा बस्न खोजेकी थिई, तर उसको नाम सधैँको लागि स्पेस हिस्ट्रीमा लेखियो। यो कथा मन पर्यो भने भिडियो सेयर गर्नुहोला, किनभने यो रकेटको मात्र स्टोरी होइन, यो एउटा सानो कुकुरको पनि स्टोरी हो। रेस्ट इन पिस लाइका।